ओके, जस्तै हाम्रो लेभल हुन्छ हेर्नुहोस् है, यो लेभलहरू हामीले पहिला बुझ्न एकदमै जरुरी छ। यो लेभलहरू चाहिँ यसरी हामीले बुझ्नुपर्ने हुन्छ। जस्तै लेभलहरू कसरी अपग्रेड हुन्छ भने, जस्तै यहाँ के हुन्छ त, हामीले सामान पर्चेस किन्छौँ भने हामीलाई पीबी आउँछ। पीबी भनेको पोइन्ट भ्यालु हो। त्यही पोइन्ट भ्यालुको आधारमा हाम्रो लेभल प्रमोसन हुन्छ र त्यो लेभलको आधारमा हामीलाई जुन पीबी आएको हुन्छ त्यही पीबी को आधारमा क्याल्कुलेसन गरेर हामीलाई पैसा दिने गर्छ। र त्यो पीबी अनुसार हाम्रो लेभल कसरी अपग्रेड हुन्छ भन्ने कुराहरू चाहिँ हामीले यसरी बुझ्ने। जस्तै हाम्रो जुन लेभल छ त्यो लेभललाई अगाडि बढाउनको लागि सबैभन्दा पहिला त हामीले नेपाली पैसा आरएस 50 देखि 60 रुपियाँको सामान किन्छौं भने हामीलाई मिल्ने गर्छ 1 पीबी है, 1 पीबी मिल्ने गर्छ। यो पीबी भनेको चाहिँ के हो भन्नुहुन्छ भन्दा पोइन्ट भ्यालु हो। के हो? पोइन्ट भ्यालु हो। अब यो पोइन्ट भ्यालुलाई हामी कसरी बढाउने भन्दाखेरि हाम्रो लेभलको बारेमा थाहा पाउने। जस्तै हाम्रो बेसिक लेभल छ, पहिलो नम्बरमा छ हाम्रो के छ 5% छ। के छ 5% छ। दोस्रो नम्बरमा छ हाम्रो 8% छ। तेस्रो नम्बरमा छ हाम्रो 12% छ है। त्यसैगरी हाम्रो 4 नम्बरमा छ 16%। अब यो भनेको हाम्रो कम्पनीको पहिलो लेभल ब्रोन्ज डाइरेक्टर हो। के हो? ब्रोन्ज डाइरेक्टर हाम्रो लेभल हो। यो ब्रोन्ज डाइरेक्टर हो। अब यो लेभलहरू हामीले प्राप्त गर्नको लागि तपाईं हाम्रो चाहिँ पीबीहरू चाहिँ कसरी काउन्ट हुन्छ र तपाईं हाम्रो लेभल चाहिँ कसरी अपग्रेड हुन्छ भन्दाखेरि, जस्तै तपाईं हामीले 1 पीबीबाट स्टार्ट गर्यौं भने 579 सम्म हाम्रो चाहिँ के हुन्छ भन्दा हामी 5% मै हुन्छौं है। त्यसैगरी जुन दिन तपाईको 600 पीबी पुग्छ तपाई पुग्नुहुन्छ कम्पनीको 8%। त्यसैगरी जुन दिन तपाईको टोटल जोडिदै जान्छ, फेरि जुन दिन तपाईको 2400 पीबी पुग्छ तपाई पुग्नुहुन्छ कम्पनीको पहिलो 12% तपाई पुग्नुहुन्छ। त्यसैगरी नेक्स्ट लेभल भनेको 16% हो। यो 16% को लागि चाहिने भनेको चाहिँ 5500 पीबी हो। यो 5500 पीबी पुग्यो भने तपाई बन्नुहुन्छ ब्रोन्ज डाइरेक्टर। तपाईको आम्दानी हुन्छ मिनिमम यहाँबाट 10,000 देखि तपाईको चाहिँ 15,000 तपाईले यहाँ आम्दानी गर्न सक्नुहुन्छ है। त्यसैगरी अर्को हाम्रो लेभल रहेको छ। अब यो भनेको हाम्रो जस्तै ए मानौ, यो भनेको लेभल हो। जस्तै अब बी हाम्रो जुन लेभल छ सेकेन्ड लेभल सिल्भर डाइरेक्टर है, सिल्भर डाइरेक्टर। अब यो लेभल हामीले चाहिँ प्राप्त गर्न सक्छौं त्यो भन्दा माथिल्लो हैन। त्यसैगरी अर्को हाम्रो सी नम्बरमा छ सिल्भर डाइरेक्टर, पछि हाम्रो चाहिँ आउँछ गोल्ड डाइरेक्टर। यो लेभलहरु यसरी अपग्रेड हुँदै जान्छ। मेन कुरा भनेको अहिले हामी ब्रोन्ज कसरी बन्ने, यसरी हामी यति कुराहरु बुझ्छौं भने हामीलाई इजिली अपग्रेड गर्न सजिलो हुन्छ।